एभ्रिवान नमस्ते सबैजना साथीहरुमा अधिकांश आइएल्स स्टुडेन्टहरुले आइएल्स को राइटिङ टास्क 1 चार्ट इलाबोरेसन चार्ट डिस्क्रिप्सन हैन चार्ट इलाबोरेसनमा गर्ने फोरवटा मिस्टेक्स तपाईहरुले नगर्नु है द फर्स्ट मिस्टेक्स दे युजुअली डु इज अर कमिट इज पुअर ओभरभ्यू अनक्लियर ओभरभ्यू लेख्दैनले अथवा अनक्लियर लेख्दैन दैट इज वन मिस्टेक poor overview. Next, do not list every details if there are abundant information. धेरैवटा इन्फर्मेसन छ भने हामीले सबै इन्फर्मेसनहरुलाई चाहिँ लेखिरहनु मेन्सन गरिरहनु आवश्यक छैन. नेक्स्ट वान, मेनी स्टुडेन्ट्स दे डु नट मेक अ कम्प्यारेटिभ एनालिसिस. स्टुडेन्टले अधिकांश स्टुडेन्टले चाहिँ डेटालाई चाहिँ कम्पेयर कन्ट्रास्ट गरेको सिम्पली डिस्क्राइब गर्छ. सो योर जब इज टु मेक एनालोजी एन्ड कम्पेयर एन्ड कन्ट्रास्ट अफ द डाटा. नेक्स्ट, इनकरेक्ट डेटा ल्याङ्ग्वेज. हामीले चाहिँ डेटा ल्याङ्ग्वेज प्रयोग गर्दाखेरि जस्तो स्ट्याटिस्टिक हुन्छ, फिगर हुन्छ, चार्ट हुन्छ, कोलम हुन्छ, पाइ हुन्छ, त्यो डेटा ल्याङ्ग्वेज रेसियो पर्सेन्टेजको एक्सप्लेन गर्दाखेरि इन्टरप्रेट गर्दाखेरि आवर डेटा ल्याङ्ग्वेज सुड बी करेक्ट इनफ. सो डोन्ट डु दिस 4 मिस्टेक्स. थ्याङ्क यू.